प्युठानमा भन्नुहुन्छ भने मान्छे डाले छटपटेर हैरान छ। सूर्य थापालाई मात्रै गलाभरि किन माला लगाइदिया होला भनेर मान्छेले माला गन्दै हामीले चुनाव हार्ने भए सूर्य थापाले चुनाव जित्ने निश्चित भयो भनेर छटपटेर निद्रा नलाएर तिनी चाहिँ डिप्रेसनको औषधि खाने हुन थालेका छन्। त्यसो भएर म के भन्न चाहन्छु भने यो माला कोही कांग्रेस आएर लगाइदिया छैनन् है। यो माला कोही माओवादी आएर नेपाली कम्युनिस्ट पार्टी भएर अरू कोही भएर घन्टी जमात आएर लगाइदिया छैनन्। सूर्य चिन्हमा भोट हाल्ने चोखो मन भएका, कसैले पनि हल्लाउन नसक्ने, कसैले पनि डगमगाउन नसक्ने, जस्ता सुकै आँधी बेहोरी आउँदा पनि भोट हालेर जिताउने अठोट गरेर तपाईहरुले त यहाँ आफ्नै बारीको फूल टिपेर माला ल्याएर लगाइदिनु भएको छ। मैले झुमरी काँडाको ढाड छापमा त 2 दिन लाएर जंगलमा गइकन लाली गुराँसको फूल टिपेर ल्याएर कति माला लगाइदिएको भने मैले टुप्पी भन्दा माथि पनि पुग्यो कि भनेर नाप्दाखेरि पुरै 1 हात माथिसम्म थियो। त्यति माला लगाइदिने पनि जनता यही प्युठानमा छन्। त्यसो भए उनीहरूले अरूलाई छटपटी छ, हाम्रो प्रतिको जनसमर्थनले उनीहरूलाई एकदम गाह्रो परेको छ। त्यसो भएर त्यो गाह्रो पार्नेलाई फेरि गाह्रो पार्ने नै हो नि, हामीले चिट पसिना निकालिदिने हो। गाह्रो पार्ने हो र चुनाव एमाले जित्ने हो।